अब तपाईहरुको रोमानिया आउनलाई वर्क परमिट पनि जारी भइसक्यो र त्यसको लागि चाहिँ इन्टरभ्यु दिन दिल्ली जानुपर्छ है, एम्बेसी अफ रोमानिया जानुपर्छ र त्यहाँ चाहिँ इन्टरभ्युमा के कस्ता प्रश्नहरू सोध्छ होला, म पास हुन्छु कि हुन्न होला जस्तो लाग्छ भने चाहिँ यो भिडियो तपाईहरुको लागि है। रोमानिया आउनको लागि चाहिँ हामीले भिजाको लागि इन्टरभ्यु दिनै पर्छ अहिलेको नियमअनुसार। पहिला चाहिँ पर्दैन थियो 2-3 वर्ष अगाडितिर चाहिँ, अनि पछि 2 वर्षदेखिबाट चाहिँ दिल्ली नै जानुपर्छ र इन्टरभ्यु नै फेस गर्नुपर्छ है। त्यहाँ पछि तपाईहरु अब आउने नै भन्नु भएपछि डराउनु पर्ने चाहिँ केही पनि छैन। नर्मली प्रश्नहरू सोध्छ र त्यसको नर्मल तपाईले के रे आफूलाई जस्तो आउँछ त्यस्तै हिसाबले दिनु भयो भने तपाईहरु के काममा आउनुहुन्छ त्यो हिसाबले अब नर्मली एज अ जनरल लेबरको रूपमा, जनरल वर्करको रूपमा आउनुहुन्छ भने चाहिँ त्यति धेरै त्यस्तो गाह्रो प्रश्न पनि गर्दैन, त्यति धेरै पनि सोध्दैन है। अनि नर्मल सोध्छ र नर्मल उत्तर दिने हो। अब त्यसमा के सोध्छ भन्नेमा चाहिँ मैले यो 10-15 वटा क्वेशनहरु र त्यसको आन्सर के भन्ने विषयमा चाहिँ यो भिडियो आज बनाउन चाहे। आशा छ यसले तपाईहरुलाई अझ हौसला दिन्छ र इन्टरभ्यु पास गरेर रोमानिया आउन सक्नुहुन्छ भन्ने आशा लिएको छु। भिडियो मन पर्यो भने लाइक, शेयर, कमेन्ट, सब्स्क्राइब पनि गरिदिनु होला। अब अहिले लागौं के क्वेशन सोध्छ त दिल्लीमा भनेर। त्यहाँ सोध्ने भनेको चाहिँ धेरै जस्तो तपाईहरुको व्यक्तिगत बारेमा नै हुन्छ है, व्यक्तिगत कुराहरु नै हुन्छ। नाम भयो, अब ठेगाना भयो, के छ भने, अनि त्यसपछि तपाईहरुको कामको एक्सपिरियन्सको बारेमा सोध्छ है। तपाईले के काम गर्नुभयो, कति एक्सपिरियन्स छ त्यो बारेमा सोध्छ। अनि त्यसपछि तपाईहरु रोमानिया किन जानु चाहनुहुन्छ, कति समय काम गर्नुहुन्छ, कम्पनीले के दिन्छ के दिँदैन तँलाई के थाहा छ भनेर सोध्न पनि सक्छ। त्यो मध्येको अब नर्मली अब यसरी सोध्छ भनेर के भन्ने जानकारी हुँदैन। अब त्यहाँको कन्सुलर जे सोध्छ एक्ज्याक्टली छोटो मिठो फ्याट्ट लाएर अर्थ लाग्ने जवाफ दिनु पर्यो। अब सुरु गरौँ। नाम भयो हैन त, अब उले सोध्न सक्छ। टक्क झ्यालमा जाने हो, झ्यालबाट उभिएर त्यो पहिला डकुमेन्ट झ्यालबाट भित्र छिराउँदा यसो त्यो खोल्छ, झ्यालमा खोपी हुन्छ, खोपो त्यहाँ राखिदिने हो। अनि उले सट्ट भित्र तान्छ है। हाम्रो त्यो अब पासपोर्ट हुन्छ त्यहाँ, वर्क परमिटहरुदेखिबाट सबै इन्स्योरेन्सको हुन्छ, भिजाको पैसा तिरेको स्लिपहरु सबै कुरा त्यही हुन्छ है। तपाईहरुलाई त्यो म्यान पावरको मान्छेले या एजेन्टले त्यो दिन्छ तपाईलाई इन्टरभ्यु हुने दिन। त्यहाँ लएर त्यो बुझाइसकेपछि अनि उले पहिला डकुमेन्ट हेर्छ, अनि अब त्यसपछि सोध्न थाल्छ है। अब सबैभन्दा पहिला चाहिँ तपाईलाई व्हाट इज योर नेम भन्न सक्छ है, किनकि नेम त त्यहाँ लेख्या हुन्छ, इजी हो। तर तपाईहरु राम्ररी माई नेम इज फलाना है, मेरो नाम राजन हो, माई नेम इज राजन मैले भन्नु पर्यो। तपाईहरुले आफ्नो नाम भन्न पर्यो। अनि त्यसपछि अर्को आउन सक्छ व्हाई डु यु कम हियर भनेर अर्को क्वेशन गर्न सक्छ। अनि त्यसको लागि चाहिँ अब तपाई के को लागि जानु भएको त्यहाँ, इन्टरभ्युको लागि। आई एम हियर फर इन्टरभ्यु त्यो भन्न पर्यो है। अनि त्यसपछि अब मान्छेहरु के भन्छ भन्ने हिसाबले पनि अब वेयर डु यु गो भनेर सोधिदिन सक्छ क्वेशन है। त्यो पनि एउटा एकदमै छ। अनि आई एम गोइङ टु रोमानिया भन्न पर्यो, किनकि हामी रोमानिया जानको लागि भिसाको इन्टरभ्यु दिन आएको, त्यहाँ गएको है। अनि आई एम गोइङ टु रोमानिया सर भन्न पर्यो। सर छ कि अब म्याडम छ कि अब को छ, अब त्यही अनुसार है। अनि हाउ मच स्यालेरी डु यु गेट इन रोमानिया भनेर सोधिदिन सक्छ है। त्यसको लागि चाहिँ अब त्यो आजभोलि चाहिँ 4050 रोन छ है बेसिक स्यालेरी, त्यति नै भन्नुपर्छ। आई विल गेट देयर 4050 लेई पर मन्थ सर भन्नु पर्यो। अब नभए अब तपाईहरुलाई म्यान पावरले के भन् भनेको छ, अब $600-700 भन् भनेको छ कि हैन, अब के भन् भनेको छ हामीलाई चाहिँ। अब त्यो बेलामा चाहिँ 3000 रोन थियो, हामी आउँदाखेरि चाहिँ गभर्नमेन्ट स्यालेरी 3000 रोन पाइन्छ भनेर भनेको थियो। हामी चाहिँ, मलाई त त्यो प्रश्न सोधेन तर धेरैलाई सोध्न सक्छ है। त्यहाँ पछि विच कम्पनी यु आर गोइङ टु रोमानिया फर विच कम्पनी भनेर सोध्न सक्छ है। त्यसको लागि चाहिँ अब तपाईको त्यो वर्क परमिटमा कम्पनीको नाम हुन्छ, अनि त्यो हेरेर टक्क लाएर आई एम गोइङ फर एबिसी कम्पनी एसआरएल भन्नु पर्यो। अनि त्यहाँबाट विच सिटी इज दिस कम्पनी लोकेटेड भनेर सोध्न सक्छ है, मेन भनेको चाहिँ। अनि अब त्यो पनि वर्क परमिटमै लेखेको हुन्छ, बुकारेस्टीमा हो कि हैन, अब ब्रसअपतिर हो कि तिमीसोरातिर हो कि, अब मेरो कारासेब्रियनमा छ, कारासेब्रियन भन्न पर्यो। तपाईको हुनेद्वारामा हुन सक्छ, सिबियुमा हुन सक्छ हैन, जुर्जुतिर हुन सक्छ, इफ्लो काउन्टीतिर हुन सक्छ, अब कहाँ हो। अब त्यसपछि फलानु अब जस्तो बुकारेस्ट भन्न पर्यो है। अब
अब त्यो एक्ज्याक्टली लोकेसनै तपाईँलाई एनआर यति 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 भन्नु परेन, स्ट्रादा प्रिन्सिपललाई केही भन्नु परेन, ठ्याक्कै त्यो जुडिएलको नाम मात्रै भनिदिँदा हुन्छ है। आई एम गोइङ टु बुकारेस्ट, दिस कम्पनी लोकेटेड एट बुकारेस्ट भनिदिन मिल्यो है। अनि फर विच वर्क यु आर गोइङ टु रोमानिया भन्न सक्छ। अब के को लागि जानु लाग्यो त, के कामको लागि होइन। अब तपाईँ के कामको लागि आउनु लाग्नु भयो, आई एम गोइङ फर वेयर हाउस वर्कर, या आई एम गोइङ फर कन्स्ट्रक्सन वर्कर, आई एम गोइङ फर किचन हेल्पर, आई एम गोइङ फर सेफ, आई एम गोइङ फर के वर्क हो होइन, त्यो तपाईँहरूले भन्नु पऱ्यो। त्यहाँ केही गर्न पर्दैन, आई एम गोइङ फर तपाईँ के कामको लागि हो त्यही हो। मजाले कन्स्ट्रक्सनमा भयो भने कन्स्ट्रक्सन वर्कर भन्ने, त्यो त्यहीँ लेखेको पनि हुन्छ है, वर्क पर्मिटमा जे लेखेको छ त्यही भन्नु पऱ्यो। तिनीहरूले हेर्छ, डकुमेन्ट भेरिफाई गर्छ, तपाईँलाई पनि हेर्छ, डकुमेन्टलाई पनि हेर्छ, तपाईँले के बोलिरहनु भएको छ, तपाईँको आँखाले के सङ्केत गरिरहेको छ, तपाईँ भन्न लरबराइरहनु भएको छ कि सोचिरहनु भएको छ कि सबै कुरा हेर्छ। त्यसको लागि तपाईँहरूले मिलाएर भन्नु परिहाल्यो, ट्याक्कै उसले के भन्छ अनि भनिहाल्नु पऱ्यो। अनि के भन्यो भने केही भन्न सकेन भने अब तपाईँ के कामको लागि, अब विच वर्क यु आर गोइङ फर रोमेनिया भन्यो भने कन्स्ट्रक्सन वर्कर भनिहाल्नु पऱ्यो। कन्स्ट्रक्सन वर्कर सर, वेयर हाउस वर्कर सर, एग्रिकल्चर वर्कर सर, किचन हेल्पर सर होइन। अब तपाईँ के कामको लागि हो त्यो ट्याक्कै भनिहाल्नु पऱ्यो। अनि त्यहाँपछि आर यु म्यारिड अर सिङ्गल पनि भन्न सक्छ, या सिधै आर यु सिङ्गल या आर यु म्यारिड भन्न पनि सक्छ। अनि तपाईँ अब म्यारिड हो भने यस आई एम म्यारिड गर्नु पऱ्यो, अनि होइन भने नो आई एम सिङ्गल गर्नु पऱ्यो। अनि त्यहाँपछि कहिलेकाहीँ चाहिँ कस्तो प्रश्न गर्छ भने अनि हाउ मेनी किड्स यु हेभ भनिदिन पनि सक्छ कि। अब त्यो मान्छेहरू यो प्रश्न हामीले भोकेर जान्छ, तर त्यहाँ गएपछि चाहिँ हाउ मेनी किड्स यु हेभ गरिदियो भने अब तपाईँ विवाहितै छैन भने बच्चा भन्ने कुरो भएन। अनि त्यहाँबाट सर आई एम सिङ्गल नो हेभ किड्स गर्नु पऱ्यो है। त्यो मलाई सेम त्यही प्रश्न गर्यो, मैले त्यही भन्ने। मलाई चाहिँ जम्मा 4वटा प्रश्न सोधेको थियो है। अनि त्यहाँबाट पहिल्यै प्रश्न चाहिँ हाउ मेनी किड्स यु हेभ भनेर सोध्यो है। अनि त्यहाँबाट आई एम सिङ्गल सर नो हेभ किड्स गरिदिएँ। अनि त्यहाँपछि मेन भनेको चाहिँ तपाईँलाई अनि वाइ डु यु गो रोमानिया गर्न सक्छ है। अनि फर वर्क भन्नु पऱ्यो, त्यो भन्नै पर्छ। अनि हाउ लङ यु बिन स्टे इन रोमेनिया भनेर सोध्न सक्छ है, तपाईँ कति समयको लागि रोमेनिया बस्नुहुन्छ भनेर। त्यसको लागि चाहिँ फर 2 इयर्स सर गर्नु पऱ्यो है हामी, किनभने 2 इयर्सको कन्ट्र्याक्ट हुन्छ, हामी 2 इयर्सको लागि भनेर जाने हो। त्यहाँभन्दा बढी भन्नु हो भने नमिल्ने चाहिँ हुँदैन होइन। अब आई हेभ 2 इयर्स कन्ट्र्याक्ट्स, इफ कम्पनी रिन्यू आई विल स्टे मोर भन्न पनि सकियो, होइन भने 2 इयर्स भनेर भनिदिँदा हुन्छ, त्यसमा केही फरक पर्दैन। वाट विल यु डु आफ्टर द्याट भन्न पनि सक्छ है। अनि अब तपाईँको कन्ट्र्याक्ट सक्यो 2 वर्षपछि तपाईँ के गर्नुहुन्छ भनेर सोध्न पनि सक्छ। त्यसको लागि चाहिँ आई विल कम ब्याक नेपाल भनेर भन्न पऱ्यो है। अनि त्यहाँबाट अब आउँछ एक्सपिरियन्सको कुरा। अनि वाइ डु यु वर्क इन नेपाल भनेर सोध्न सक्यो, किन हामी नेपालबाट भएको भएर। अनि अब आफूले अब त्यहाँ एक्सपिरियन्स लेटर के को बनाएको छ, कुन कम्पनी कुन ठाउँको, त्यो भन्न पऱ्यो। अनि आई एम वर्किङ एट फलानु कम्पनी अराउन्ड 2, 3, 4 इयर्स, अब कति इयर्स छ, आई हेभ 5 इयर्स एक्सपिरियन्स भन्नु पऱ्यो। मेन भनेको डु यु हेभ एनी एक्सपिरियन्स, वर्क एक्सपिरियन्स भन्ने सोध्छ। अनि यस आई हेभ 4 इयर्स, 5 इयर्स, 6 इयर्स। अब तपाईँसँग कति इयर्सको एक्सपिरियन्स छ त्यो चाहिँ भन्नुपर्छ, किनकि जति धेरै एक्सपिरियन्स छ यहाँको मान्छेहरूको मा चाहिँ यिनीहरूले काम गरेकै रहेछ भन्ने पनि हुन्छ। अनि त्यस्तो मान्छेहरूलाई चाहिँ राख्छ, भिजा त्यति धेरै डिक्लाइन हुँदैन, मतलब रिजेक्ट गर्दैन, उनीहरूले अप्रुभै गर्छ। के मलाई पनि हाउ मेनी इयर्स यु हेभ एक्सपिरियन्स इन दिस फिल्ड भनेर सोध्यो होइन। अनि त्यहाँपछि आई हेभ 5 इयर्स वर्क एक्सपिरियन्स इन दिस फिल्ड भने, अनि त्यसले सबैभन्दा, किनकि म सायद 5 वर्ष वर्किङ गरेको जस्तो मेरो अनुहारले देखेन होला होइन। अनि उसले सिधै पासपोर्टमा हेऱ्यो क्या। अनि त्यहाँपछि मान्छेको उमेर त धेरै नै भइसकेको रहेछ, गऱ्यो होला भन्ने भयो। अब त्यो त्यति भनेपछि तपाईँहरूको उमेर पासपोर्टको अनुसारको हुन्छ है, 20 वर्ष मात्रै हुनु त तपाईँले 5 वर्ष वर्क एक्सपिरियन्स भन्नुभयो भने त्यो सिधै फेक हुन्छ है, मान्दैन। किनभने 18 वर्ष नभइकन हामीलाई काम गर्ने लिगल अथोरिटी दिएको छैन सरकारले, त्यो कुरा तिनीहरूलाई पनि थाहा छ, हामीलाई पनि थाहा छ। त्यही भएर हामीले एक्ज्याक्टली 2 वर्ष भन्न सकियो। हामी 19-20 वर्षको मान्छे छौँ भने 2 वर्ष चाहिँ वर्क एक्सपिरियन्स छ भनेर भन्न सक्यो, किनकि बिना वर्क एक्सपिरियन्स त कसैले पनि हायर गर्दैन, नर्मल त चाहिन्छ।
है, त्यही अनुसारको भन्न पऱ्यो। अनि वाट इज योर ड्युटी आवर्स पनि भन्न सक्छ है, प्रश्न सोध्न सक्छ। तपाईँको समय चाहिँ कति घन्टा काम गर्नुपर्छ भने कम्पनीमा भनेर, त्यसको लागि चाहिँ 8 आवर्स 5 डेज भन्नु पऱ्यो है। अनि अब त्यो चाहिँ अब 5 डेज चाहिँ अर्कै प्रश्न पनि गर्न सक्छ, त्यसको लागि चाहिँ 8 आवर्स भन्नु पऱ्यो। अनि हाउ मेनी डेज निड टु वर्क इन विक भन्न सक्छ है। अनि त्यहाँबाट हामीले त्यसमा चाहिँ 5 डेज गर्न भनेर भन्न सकिन्छ। नत्र भने वाट इज योर ड्युटी टाइम भन्यो भने चाहिँ अब नर्मल्ली 5 डेज 8 आवर्स भन्न सकिन्छ है। त्यसको लागि चाहिँ त्यो केही फरक पर्दैन। त्यसको लागि केही बोल्दै नजानेलाई पनि नगर्ने चाहिँ होइन है। अब भिजा रेट चाहिँ राम्रै छ, त्यति धेरै रिजेक्सन छैन। रिजेक्सन चाहिँ हुने अरू कारण पनि हुनसक्छ, जस्तो तपाईँको वर्क पर्मिटको डेटै एक्सपायर भए हुनसक्छ। अनि अब इन्सुरेन्सहरूको केही गडबडी भए हुनसक्छ, या पैसा तिर्ने बेला केही गडबडी भएर उनीहरूको सिस्टममा नदेखा हुनसक्छ। विविध कारणले, या तपाईँको पासपोर्टको एक्सपायरी डेट नजिक छ र त्यो कारणले रिजेक्ट हुनसक्छ। नत्र भने तपाईँलाई बोल्नै आएन, अलिअलि अब तपाईँले आफ्नो बारेमा, कामको बारेमा र तपाईँको एक्सपिरियन्स अलि बोल्न सक्नुभयो भने स्योर पास हुनुहुन्छ। त्यसमा डराउनु पर्ने नै छैन। हाउ डु यु नो अबाउट दिस जब अर कम्पनी भनेर सोध्न सक्छ। तपाईँले यो जब र कम्पनीको बारेमा कसरी थाहा पाउनुभयो भनेर सोध्न सक्छ है। त्यसको लागि चाहिँ भाया माई फ्रेन्ड भन्न पनि सकिन्छ, भाया म्यान पावर एजेन्सी भन्न पनि सकिन्छ, एजेन्ट भन्न पनि सकिन्छ है। प्रायः जस्तो चाहिँ अब भाया म्यान पावर भन्दा हुन्छ। म्यान पावरले भनेर मैले थाहा पाएर मैले अप्लाई गरेँ भन्न पनि सकिन्छ, नभए भाया माई फ्रेन्ड भन्न पनि सक्यो। त्यति धेरै लामो लम्बा चौडा उत्तर दिनु जरुरी छैन, थोरै थोरै उत्तर दिने, मिठो उत्तर दिने है। किनभने धेरै जान्ने, धेरै म जस्तो जान्ने भन्यो भने पनि रिजेक्ट हुने चान्स छ धेरै। केही नजान्ने पनि पास हुन्छ र धेरै जान्ने पनि फेल भएको धेरै रेकर्डहरू छ। तपाईँहरू डराउनु भएन पहिलो कुरो। अनि त्यहाँपछि के भन्छ, कति उसको प्रश्न के छ ठ्याक्कै एक्ज्याक्टली उत्तर दिने हो हामीले, अरू यताउति केही भन्ने होइन। उसको आँखामा आँखा जुदाएर कुरा गर्नु पऱ्यो है। अब यसो गरेर डराएर मुखै न्याउरो मुसो भए जस्तो भएर त्यो भन्न भएन। एकदम जाने हो, झ्यालमा टक्क उभिने हो, टक्क उसको आँखामा, उसले हाम्रो आँखामा हेरेर हाम्रो फेसियल एक्सप्रेसन पनि हेर्छ त्यसले है। टक्क नडराइकन, डर त लागि नै हाल्छ होइन। अब म त झन् एकदमै त्यो 6 नम्बरको झ्यालमा परेको थिएँ। सबैभन्दा धेरै रिजेक्ट हुने झ्याल त्यही हो अरे होइन। एकदम एउटा ठिकैको अलि उमेर गइसक्यो, 50 वर्ष कटिसकेको काउन्सिलर थियो है। अनि ओहो हेर्दै आँखा यसो गरेर हेर्ने, सातोजा गए पहिले हेर्ने बित्तिकै के गर्ने। अनि अब तै पनि गर्नै पऱ्यो भने मलाई 4 मात्रै प्रश्न सोध्यो। यस्तो डर लाग्यो कि फेल गराइन्छ कि भनेर धेरै पनि सोधेन, जति सोध्यो ट्याक्राक्कै। अनि त्यहाँपछि आइयो, त्यहाँको ठ्याक्कै म घुम्न गएँ 2-3 दिन इन्डियामा। फर्केर घर नआइपुग्दै भिसा स्ट्याम्पिङ भएछ, आइहाल्यो भिसा पनि, केही भएन। त्यही भएर तपाईँहरूको पनि नडराइकन जानुहोस्। अनि लगभग यो 20वटा क्वेसनहरू जति सोध्छ अब है। अनि नर्मल्ली त्यहाँ सोध्ने भनेको म तपाईँहरूलाई भनिदिनै हाल्छु। वाट इज योर नेम, अनि इन्ट्रोड्युस योर सेल्फ पनि भन्न सक्छ। अनि वाट इज योर एज, अनि त्यहाँपछि हाउ ओल्ड आर यु। अब त्यो सेम हो है, क्वेसनहरू सेम हो, तर उत्तर पनि उत्तर सेम हो, क्वेसन चाहिँ अलिकति फरक। अब हाउ ओल्ड आर यु र अनि वाट इज योर एज भन्नु सेम हो। आई एम अब 20 इयर्स ओल्ड, 25 इयर्स ओल्ड, 30 इयर्स ओल्ड, 35, 40 इयर्स ओल्ड। अब त्यो तपाईँको कुरा हो है। अनि हाउ मेनी इयर्स अफ वर्क एक्सपिरियन्स यु हेभ भनेर पनि सोध्न सक्छ। अनि त्यहाँपछि वाट वर्क डु यु इन नेपाल भनेर पनि सोध्न सक्छ है, तपाईँ नेपालमा के काम गर्नुभयो भनेर। अनि वाट इज योर करेन्ट स्यालेरी भनेर सोध्न सक्छ है। नेपालको तपाईँको स्यालेरी कति छ भने म्याक्सिमम् सोध्छ है। त्यो कुराहरू चाहिँ नेपालमा तपाईँले कति स्यालेरी खानुहुन्छ, अनि त्यही तपाईँले अब नेपालमा 50,000 स्यालेरी खान्छु भन्नुभयो भने त फेरि त्यत्रो खाने मान्छे रोमानिया किन जानु लाग्यो त भाग्छस् भन्ने पनि हुनसक्छ है। त्यसको लागि चाहिँ ठिकै 20,000 खान्छु भन्नु होला, त केही फरक परेन। अनि वाइ डु यु वान्ट टु गो फर रोमानिया भनेर भन्न सक्छ है। अब गोइङ फर वर्क भन्नु पऱ्यो। अनि वाट टाइप वर्क यु विल डु इन रोमानिया भन्न सक्छ। अब तपाईँहरू के काम गर्ने हो त्यही कामको म आई विल डु इन दिस वर्क भन्न पऱ्यो है। अनि डु यु हेभ, अब तपाईँ ड्राइभिङतिर जाँदै हुनुहुन्छ या डेलिभरीतिर जाँदै हुनुहुन्छ भने डु यु हेभ ड्राइभिङ लाइसेन्स पनि भन्न सक्छ है। अनि यस आई हेभ, अब छैन भने अब तपाईँले त्यसमा अप्लाई गर्नु भएन, तर कहिलेकाहीँ अनि
वाट इज योर पासपोर्ट नम्बर पनि भनिदियो अरे है एउटा साथीलाई चाहिँ है। अनि पासपोर्ट नम्बर पनि यसो याद अब त्यो डकुमेन्टको टाइपहरू याद गरेकै राम्रो छ भन्दिन, त्यो जान्दा हुन्छ। अनि कम्पनीको नाम वाट इज योर कम्पनी नेम भन्न सक्छ है, मेन कुराहरू। अनि माई कम्पनी नेम इज फलानु फलानु एसआरएल है। अनि त्यहाँबाट वेयर इज लोकेटेड इन बुकारेस्ट, यति लोकेटेड इन ब्रसोभ, ए हो द्याट्स इट। अनि त्यसपछि डु हेभ एनी फ्रेन्ड्स इन आउट अफ रोमेनिया, या अरू कुनै देशको नाम लिएर भनिदिनु सक्छ, जस्तो जर्मनी, स्पेन, पोल्यान्ड यस्तो। अनि त्यसमा नो भन्नु पऱ्यो है। अनि डु हेभ एनी फ्रेन्ड्स अर रिलेटिभ इन रोमेनिया भन्दा यस भन्न सकिन्छ त्यसमा चाहिँ, त्यो पनि प्रश्न सोध्न सक्छ। छ भने छ भन्ने, छैन भने छैन भन्ने, छैन भन्दा पनि केही फरक पर्दैन। अनि डु हेभ एनी रिलेटिभ्स इन अदर युरोपियन कन्ट्री भनेर सोध्न सक्छ। त्यो भनेको रोमेनियाभन्दा बाहेक तपाईँहरूको कोही रिलेटिभ छ र भनेर सोधे, त्यसमा चाहिँ छैन भन्नु नै बेस्ट हुन्छ। किनभने छ भन्यो भने यहाँबाट भाग्छ भन्ने, टिआरसी पाएपछि त अरू देश लाई भिजा चाहिँदैन, सिधै जान पाइन्छ, भाग्छ भन्ने भएर रिजेक्सनको चान्स अलिक बढी हुन्छ। त्यही भएर छैन भने रोमेनियामा सोध्यो भने चाहिँ छ भन्दा हुन्छ। रोमेनियाभन्दा बाहिर युरोपियन कन्ट्री भन्यो भने चाहिँ छैन भन्ने त राम्रो हुन्छ है। अनि विल सपोर्ट योर फाइनेन्सियल अनि योर रोमेनियन भिजा या फर योर कस्ट भनेर सोध्यो भने चाहिँ माई प्यारेन्ट्स भन्नु पऱ्यो। अब प्यारेन्ट्सले त गर्ने होला, नभए आई हेभ इनफ मनी फर गोइङ दियर या भिजा सपोर्ट भनेर भन्नु पऱ्यो आफूले, किनकि काम गरिरहेछ। आई हेभ इनफ मनी टु प्रोसेस डकुमेन्ट फर रोमेनिया भनेर भन्दा पनि हुन्छ, केही फरक पर्दैन। अनि हाउ मच यु पेड टु द म्यान पावर एजेन्सी अर एजेन्ट भनेर सोधिदिन सक्छ। त्यसको लागि चाहिँ अब उनीहरूले कति तिर्यो भनेर उनीहरूले भनिदिन्छ है, किनकि क्वेसनहरू उनीहरूले प्रिपेयर गराउँछन्। अब तपाईँहरूले कति तिर्नुभयो, अब 6,000 USD तिर्नु भयो कि या त्योभन्दा कम भनेको छ कि 4,000 5,000 डलर तिरी भनेको छ कि है, कति तिरी भनियो त्यो त्यसरी डलर या युरोमा हिसाब गरेर भन्न सकिन्छ। या नभए नेपाली रुपिजमै पनि अब 1 मिलियन नेपाली रुपिज तिरी भन्ने हो कि अब कति भन्ने हो अब ठ्याक्कै है, अब 500,000 तिरी भन्ने हो कि अब त्यही अनुसार उनीहरूले यति भन् भनेर भन्छ। त्यसपछि कहिलेकाहीँ चाहिँ हाम्रो दिमागै घुमाइदिने प्रश्नहरू पनि गर्न सक्छ। अनि हाउ अबाउट स्पेन भनेर सोध्न सक्छ है। स्पेन इज भेरी ब्युटिफुल, आई लाइक स्पेन एन्ड आई वान्ट टु गो दियर भनेर भन्नु भने भिजा रिजेक्ट सिधै। कहिलेकाहीँ त्यो फन्टुस क्वेसनहरू पनि उनीहरूको दिमागमा के चल्छ है, अब ठ्याक्कै यही सोध्छ भन्ने हुँदैन, त्यही सोध्न सक्छ। त्यो भन्न भएन, रोमानियाभन्दा बाहिर जानु भएन, प्रश्नहरू सोधेकोमा कति प्रश्न सोध्छ, छोटो मिठो ट्याक्राक्कै जवाफ दिनु पऱ्यो। त्यो गऱ्यो भने सिधै पास। अनि कङ्ग्रेचुलेसन। भिजा आउन चाहिँ टाइम लाग्न सक्छ है। अब कोहीको मेरो चाहिँ 4 दिनको दिनमा ठ्याक्कै 11 तारिक इन्टरभ्यू थियो, अनि 15 तारिक स्ट्याम्प हाने रहेछ है, स्ट्याम्पिङ गरिदिए रहेछ पासपोर्टमा। मेरो चाहिँ 4 दिनमा स्ट्याम्पिङ भएको थियो। कोही साथीको चाहिँ 1 महिना 2 महिनासम्म पनि स्ट्याम्पिङ नहुनसक्छ। अब उनीहरूको कार्य लोड, अब कोही बेला लामो छुट्टी परिरहेको हुन्छ। जस्तो अब तपाईँहरूको इन्टरभ्यू चाहिँ डिसेम्बरको 15तिरबाट छ भने अब न्यु इयरको क्रिसमसको छुट्टी 1 महिना जस्तो हुन्छ लगभग ठ्याक्राके। अनि त्यसपछि त्यो 1 महिनाको होल्ड भइरहेको हुन्छ, सबै डकुमेन्टहरू तिनीहरू प्रोसेसै गरे हुँदैन, सबै छुट्टीमा घर गएको हुन्छन्, रोमेनिया हुन्छ है त्यो बेलामा चाहिँ। अनि त्यहाँपछि अब फेरि पछि इस्टरहरूको छुट्टी हुन्छ, यताउति हुन्छ, फेरि त्यो लामो छुट्टी हुन्छ 10-15 दिन। कहिलेकाहीँ कन्सुलर बिदामा गएको हुनसक्छ है, त्यही भएर अलिकति टाइम लाग्न सक्छ। कोहीको चाँडै पनि हुनसक्छ, कोहीको 1 महिना 1.5 महिना 2 महिना 3 महिनासम्म पनि लाग्न सक्छ। अब भिजा चाँडै आयो भनेर चाहिँ ल पास भइहाल्यो, भिजै आएन, ल 1 महिना भयो अहिलेसम्म पासपोर्टै थाहा भएन भन्ने छ भनेर ल फेल भयो भन्ने डराउनु चाहिँ पर्दैन। धेरैको केसमा सिटी फेल हुँदैन, फेल हुने तपाईँको इन्टरभ्यू बिग्रेर मात्रै होइन, डकुमेन्टहरूमा म्यान पावरहरूले विधि पुर्याइदिएर भने त्यसमा पनि रिजेक्सन आउँछ। त्यो चाहिँ आफूले विचार गर्नुपर्छ। पासपोर्ट लिनलाई कि भने उनीहरूले साइन गराएको हुन्छ पासपोर्ट होल्डिङ अथोरिटीमा, होइन भने आफै जानुपर्छ। पासपोर्ट आफ्नै हातले कन्सुलर दिनुपर्छ, कन्सुलरबाट त्यो गार्डले ल्याएर हामीलाई आफैलाई दिन्छ, होइन भने त्यो एउटा पेपर बनाएर साइन गरेर दिनुपर्छ। उनीहरूले त्यही अनुसारको झिकेर ल्याइदिन्छ दिल्ली गएर। त्यति भएपछि तपाईँहरूको भिजा रेडी भएर आउँछ। अनि टक्क श्रम गर्ने हो, अनि टिकट सिकट टक्क बनाएर अनि ठक्क यहाँ आउने हो, काम गर्ने हो, अनि मजाले पैसा कमाउने हो, देशको सेवा गर्ने हो, आफ्नो परिवारको सेवा गर्ने हो, अनि मजाले आफ्नो जिन्दगी भविष्य बनाउने हो उज्जवल। र तपाईँहरू पनि अब इन्टरभ्यूको तयारीमा हुनुहुन्छ या तपाईँको पर्मिट आइसकेको छ,
अनि बुक स्लटहरू अब इन्टरभ्यूको डेट फिक्स भइसकेको छ भने नडराइकन बस्नु होला। त्यही अनुसारको तपाईँहरूले टक्रक्क भिजा पाउनुहुन्छ, डराउनु पर्दैन। भिजा रेट एकदमै हाई छ अहिलेसम्मको लागि। भिजा लाग्छ सबैलाई। अहिले जति पनि यो मेरो भिडियो हेर्दै हुनुहुन्छ शुभकामना, सबै यहाँ आउनु होला, राम्ररी काम गर्नु होला। यति भन्दै अहिलेलाई बिदा चाहन्छु। नमस्कार।